खै त जामा चो निकाल्छु म छोड भ्रमण स्वरूप ल ल ल दिइहालौँ सुरु भइसक्यो हेलो नमस्ते गुड मर्निङ एभ्रिवान आज मिति 2010 गतेका दिन हामी यस राष्ट्रिय निकुञ्ज शिवपुरी राष्ट्रिय भ्रमणको रूपमा जाँदैछौँ भ्रमणको रूपमा कति रमाइला होला नि कति अलिकति गाह्रा अप्ठ्यारा कठिन परिस्थिति आउन सक्ला विभिन्न परिस्थितिको सामना गर्दा हामी आजको रमाइलो दिन मनोरञ्जन लिनेछौँ भन्दै है हामी लागिरहेको छौँ अलिक बाटो हल्का उकालो पनि छ है सक्ने भएको छैन एकछिन माथि गएपछि सब बोल्छ है त्यही लडेलाई चिप्ल्यो भन्दै कहाँ धेरै पो छ त त्यहाँबाट यस्तो 1300 आउनु अनि त्यहाँदेखि यताबाट आउनु अनि म यहाँ लट्ठी दिन्छु यहाँ अड्क्या हो कन्टेन्ट त तल रहेछ ल ढुक्क सकिन्छ लट्ठी टेक्नु नि त झन् अप्ठ्यारो होला लट्ठी गाह्रो पर्यो हामी पहाडमा हुर्केको लागि त केही छैन कि हामी त यस्तै हिँडिदिन्छौँ भनेर गुलुप आउँछ खाइजानु त्यो बिस्तारै हिँड्न जान्दैन क्या सोक्से भनेको त हाम्रो भाषामा फेरि बाँदर ल सोक्से यो चाहिँ के बोतल हाल्ने भाँडा हो यता नगर न तिमी त्यो नानी त पुग्दैन जस्तो छ यार यतिमै त्यो थला परिसक्यो त्यो बोक नि त बोकिदिउँ त बोके पनि ओके यस्तो हिँड्ने यस्तो हिँड्ने यस्तो छोरी मान्छे लिएर हिँड्ने हुन्न कि ढाडो हुन्छ कि त्यही भएर आज मैले छोरी मान्छे नलिहाल्छु आउनेवाला त थियो एक दुईवटा त्यसलाई अलि माथि डाँडा माएर चाहिँ दिनु भनेको नि ल यहाँ आएपछि दिन्छु भनेर दुःखमा परेको मान्छेलाई अब देख्नै नसक्ने है दान लट्ठी दान भइहाल्यो ल जिम भनेको यही त हो नि आओ नुमाले त भन्थ्यो नेपालमै बसेर बङ्गुर पालन गर भनेर चाहिँ फार्म खोलौँ भनेर भन्थे
अशोकले मेरो ठाउँमा गर्ला त्यस्तो होइन ल सबैले एउटा एउटा के भन्नु ल मेरो गर्लफ्रेन्ड उतातिर छिन् त्यही भएर उता देखाएको मैले मेरो गर्लफ्रेन्ड होइन देखाएको चाहिँ काम चाहिँ के राबोग्ने है क्यामेराम्यान बनाना म्यान के लाग्छ र तिमीलाई अलिक विरक्त लाग्छ कि पुरै त्यो उसको गीत जस्तो क्या नारायणको बाबु त्यो सिन्धुलीको त्यो जानुका थापा मगरहरूलाई जाउँ भनेर किनभने आउँछ होला जानुको थाहा मगर कहाँ छ तिमीलाई अस्ति किन तिमीले किनेर ए जानुका थापा मगर त दियो भन्छु त त्यो होइन आज चाहिँ हामी शिवपुरी जाँदैछौँ अनि के छ भन्नु के पुरी शिवपुरी वन्यजन्तु आरक्षी पुरी छैन पार्वतीपुरी हो कि शिवपुरी हो ल नभेहरू त अर्कै ग्रुप छ तिनीहरू अगाडि नै सुन्छ चिया चिया नि त्यसलाई मोचा खाँदा त्यो प्लास्टिक छ छैन ऊ यहाँ बोतलमा हाल न त्यहाँ ए टेक सकेको रहेछ क्या हो ठिक मेरो चिया भएर न होइन के यो एउटा च्यानल आउँछ वाइल्ड लाइफ डिस्कभरी भेरी डेन्जरस पसिना बगेको सर्की बगिरहेको फाइनल्ली रिस्टुरेन्ट आइपुग्यो भन न राखेर पसिना निकाल्छु
मैले बस पार्क नचिनिरहेको यार बस पार्क नचिनिरहेको हामी त्यतैबाट आएको हो त्यो बस पार्क हो त नि ग्रिनको देख्नु होइन त एयरपोर्ट जाउँ बस्नु एकचोटि मजाले फाइनल्ली जहाँ चाहिँ आइपुग्यो हामी चाहिँ कस्तो उल्टो देखाउँदो रहेछ के डबलमा बेचिदिने हो खाना ल्याएको छ हामीले चाहिँ अब कति जाड भयो पसिङ